हेलो साथीहरू, सबैलाई नमस्कार। तपाईहरुलाई स्वागत छ आरज वाइटीमा र आरज बाबुमा। फेसबुकमा आरज बाबु छ अनि युट्युबमा चाहिँ आरज वाइटी छ साथीहरू। र नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला, फलो गर्नु होला साथीहरू। र आजको दिनमा तपाईहरुको माझमा मैले एउटा भिडियो लिएको छु। जस्तो हामीले फेसबुकमा चाहिँ हामीले फोटो त हाल्छौं, भिडियो हाल्छौं, तर कसरी हाल्छौं, कुन हिसाबले हाल्छौं, किनकि आजभोलिको जमानामा चाहिँ फरक भएको छ। पहिला जस्तो भन्दा सेम त सेम उयो हो, तर अलिकति तपाईहरुले त्यसमा चेन्जिङ गर्नुपर्छ के। अब त्यसमा धेरै किसिमको हुन्छ फेसबुकमा चाहिँ। अब कोही चाहिँ मलाई मात्रै देखाउने, आफ्नो साथीहरूलाई मात्रै देखाउने, सबैलाई देखाउने। अब सकभर परे जस्तो मान्छेहरूलाई त सबैलाई देखाउन चाहन्छ हो किन। आफ्नो जे चिज लेखे पनि, फोटो पनि, भिडियो पनि हामी सबैलाई सोशल मिडियामा हामीले कसरी पब्लिक गराउने। अब हाम्रो फ्रेन्डमा छ भने पब्लिक हामीले कसरी गराउने, अब हामी सिक्नेछौँ साथीहरू। फुल भिडियो हेरेर साथ दिनु होला। ल साथीहरू, मैले चाहिँ अब यसरी देखाएको छु, आफ्नो फेस देखाएको छैन अनि त्यही भएर अब हामी चाहिँ वास्तवमा चाहिँ साथीहरू सुरुमा चाहिँ हामी फेसबुकमा जाने है। अब हामी फेसबुकमा गएर आफ्नो फेसबुकमा जाने, यहाँ माथिको साइडमा यहाँ क्लिक गर्ने। अनि अब हामी यहाँ क्लिक गरेर बाइ चान्स मैले फोटोकै भनौँ है, फोटो स्टार्टर जे लेखे पनि भयो है। अब ल मानौँ मैले एक हिसाबले अब लभ यु मम लेख्दिछु है। अब आफ्नो मन जे लेखे पनि अनि यो भयो। अब यहाँ डन गर्ने, डन भयो हो कि नै। अनि यहाँ छ एउटा पब्लिक छ नि, यहाँ हेर्नु त है, यहाँ हो। यसैमा मिस्टेक हुन्छ क्या तपाईँहरूको चाहिँ। जसको पनि बढी जस्तो मिस्टेक यहाँ हुन्छ। कसैको फेरेन हुन्छ, कसैको यहाँ हुन्छ, अनि कसैको यहाँ मी हुन्छ। यो होइन साथीहरू, तपाईँहरूले जसले पनि जे गरे पनि यहाँ गराउनु चाहिँ माथिको सुरुमा हेर्नु त है, यो राम्रोसँग हेर्नुहोस् त पब्लिकमा। यसमा गराउनुहोस् तपाईँहरूले। अनि बल्ल त्यसपछि यहाँ डन गर्नुहोस्। डन गरेपछि यहाँ नेक्स्ट गर्नुहोस्, तपाईँको जान्छ। त्यो हो क्या साथीहरू, बुझ्नुभयो साथीहरू। अब यो भयो, किनकि हामीले चाहिँ सबै मान्छेसँग पुगाउनु छ नि त, एउटै मान्छेसँग होइन नि त हो कि नै। अब हामी भिडियो कसरी हाल्ने, अब तपाईँले डाइरेक्ट यसबाट पनि हाल्न मिल्यो है। तपाईँले अब यसमा गएर अब यहाँ फोटो सेन्ड गर्ने हुन्छ नि, अब यहाँ ग्यालेरीमा जाने। त्यसपछि जुन पनि तपाईँको यहाँ अब जुन पनि यहाँ भिडियो जुन पनि तपाईँले गर्न सक्यो अनि हाल्ने। त्यसपछि यहाँ आउँछ अनि यसमा जाने अनि यहाँ पब्लिक गराउने। कसैले पनि साथीहरू परे जस्तो मान्छेलाई अब सबैलाई थाहा छ, त्यही पनि तपाईँहरूको छ भने यो चाहिँ सुधार्नु होला है। अनि यहाँ डन गर्नु होला। एकदम सजिलो छ, त्यस्तो केही पनि गाह्रो छैन। अनि तपाईँहरूलाई अब यहाँ यसबाट पनि हाल्न मिल्यो, यो रिल्सबाट पनि हाल्न मिल्यो तपाईँलाई। अनि यहाँ रिल्सबाट जाने, अब एउटा जुन पनि फोटो त्यो गर्ने। अनि यहाँबाट नेक्स्ट गराउने। अनि नेक्स्ट गराएर यहाँ अब आफ्नो लेख्ने, अब जे लेखे पनि भयो। अब आफूलाई के मनपर्छ अलिकति, अब आफ्नोलाई जस्तो राम्रो लाग्छ। अब मैले यहाँ खतरा छ भनेर लेख्दैछु। अब यो भयो कि नै। अब यहाँ गएर फेरि यहाँ जाने, तल पनि यसको यहाँ तल हुन्छ। हेर्नु त यो यहाँ छ, पृथ्वी जस्तो छ नि, यही हो। यहाँ जाने, यहाँ गएर यहाँ पनि देखाउँछ पब्लिक माथि नै हुन्छ क्या। तपाईँहरूले कसैले पनि यहाँ फेरेनमा नगराउनु होला। अब तपाईँको बाई चान्स फेरेनहरू 200-300 छ भने पनि त्यतिमै जान्छ। बरु यहाँ पब्लिक गराउनुहोस्, डन गरिदिनुहोस्, भइगयो। अब यहाँ यो गरिदिनुहोस्, त्यसपछि तपाईँको गयो हो कि नै साथीहरू। खासै त्यस्तो गाह्रो छैन क्या साथीहरू, तपाईँहरूले गर्न सक्नुहुन्छ, मजाले गर्नुहुन्छ। त्यसैले यो सजिलो गराउनुहोस्, भिडियो हाल्दाखेरि पनि सजिलो गराउनुहोस्। र यस्तै अरू भिडियोहरू पनि फेसबुकको बारेमा तपाईँहरू जान्न चाहनुहुन्छ भने फलो गर्नु र कमेन्ट पनि गर्नुहोस्। तपाईँहरूको के समस्या छ, मैले जानेको कुरा म तपाईँहरूलाई सिकाउने छु साथीहरू। ल त भिडियो मन पऱ्यो भने लाइक सेयर गरेर साथ दिनु होला। ल त।